तपाईले कुन विषय पढाउनुहुन्छ? तपाईलाई किन चाहियो? चाहिन्छ र? चाहिन्छ। तपाईँ कहाँ आउनु भएको छ अहिले? आन्दोलनमा तपाईँ विषय सोध्ने हो कि आन्दोलनको मोडालिटीको बारेमा सोध्ने हो? 30 दिनसम्म हामी 29 दिनसम्म हामी मैदानमा छौँ। तपाईँ विषय सोध्नुहुन्छ। पहिला पत्रकारिता पढेर आउनुहोस् अनि बल्ल। होइन म्याम, तपाईँलाई त धर्मै थाहा छ। हो थाहा छ हामीलाई, धर्मै थाहा छैन। थाहा छ म्याम, थाहा छ। मेरो विषय किन चाहियो अहिले? यो आन्दोलनमा विषय म भन्छु नि किन चाहियो। किन भन्दाखेरि तपाईलाई हामीले विषयगत क्वेसन सोध्ने होइन, तर पनि एउटा छ हामीलाई सोध्ने एउटा आधार बन्छ क्या म्याम। आज तपाईँ मलाई आन्दोलनको विषयमा सोध्नुहोस्। हामी आन्दोलनमा केन्द्रित छौँ। हामी कक्षामा कुन विषय पढाउँछौँ भन्ने कुरो अहिलेको यो सान्दर्भिक विषय होइन है। मैले हिजो पनि जवाब दिइसकेको छु, आज पनि तपाईँले मलाई यो क्वेसन नसोध्नु। किन सोध्ने कुरा छु भन्दाखेरि नेपालीहरू यो भन्दै गर्दा सुन्नुहोस् है, यो भन्दै गर्दा हामी चाहिँ विषयवस्तुमा कमजोर भएर तपाईँले सोधेका प्रश्नको उत्तर दिन नसक्ने भएर मैले विषय नभनेको होइन। यही देखियो नि त म्याम। तपाईँले यो अहिले हामी यहाँ यो आन्दोलनको मैदानमा विषयवस्तु सोध्न आएको हो। विषयवस्तु हामी कुन विषय पढाउने भनेर आएको तपाईँलाई? विषयवस्तुमा के सरकार छ यो आन्दोलनको? म भन्छु के सरकार छ। एकछिन हामीले गर्ने प्रश्नहरूमा सरकार छ म्याम। तपाईँले मलाई क्वेसन सोध्यो, मलाई बोल्न दिनु पर्यो क्या? बुझ्नुभयो नि? तपाईँले मलाई बोल्न दिनुहुन्छ भने हुन्छ, होइन भने जानुहोस्। बोल्नुस् न। आन्दोलन आज 29 दिनसम्म छौँ। हामी कुन पीडामा छौँ, कुन समस्यामा छौँ हामी? तपाईँ विषय सोधेर बस्नुहुन्छ। तपाईँ त समाजलाई सुसूचित गर्ने व्यक्ति हो नि त, राज्यलाई सुसूचित गर्ने व्यक्ति हो। तपाईँहरू विषय सोध्ने, विषयसँग लक्षित भएर अनि कुनै विषयवस्तु सोधेर शिक्षकलाई चाहिँ कमजोर देखाएर नङ्ग्याउन खोज्दै हुनुहुन्छ। म्याम तपाईँले कुन विषय अध्यापन गराउनुहुन्छ? आन्दोलन विरोधी हो तपाईँहरू। तपाईँहरू आन्दोलन विरोधी हो, बुझ्नुभयो? हामीलाई कमजोर देखाउने हरेक ठाउँमा तपाईँ कुन विषय पढाउनुहुन्छ म्याडम भन्ने, अनि विषयसँग लक्षित भएर कुन साहित्यकारले कुन कृति हुन् भन्ने। आन्दोलनसँग त्यसको अर्थ के रहन्छ? टिचरलाई नङ्ग्याएर तपाईँहरूले के पाउनुहुन्छ? हाम्रो आन्दोलनलाई कमजोर बनाउन खोज्नु भएको? म्याम तपाईँलाई हामीले नङ्ग्याउँछौँ भनेर कहिले भन्यौ? होइन, 30 दिनसम्म तपाईँ 29 दिनसम्म सडकमा आएका शिक्षकहरू कुन व्यथामा होलान्, कुन पीडामा होलान्, तपाईँहरूले चाहिँ कसरी सङ्घर्ष गरिरहनु भएको छ, आन्दोलनको लक्ष्य उद्देश्य कतिको प्राप्त हुने अवस्थामा तपाईँहरू हुनुहुन्छ, खोइ त्यो कुराहरू सोध्नु भएको? आन्दोलन ठिक छ, म लान्छु नि म्याम। मेरो कुराकानीको शैली नै यही हुन सक्छ। तपाईँले कुन विषय पढाउनुहुन्छ भन्ने कुरा एकछिन न म्याम। शिक्षकहरूमाथि एकदम शिक्षकलाई कमजोर देखाउने, हरेक ठाउँमा शिक्षकलाई झुकाउने, शिक्षकलाई कमजोर देखाउने। कहिलेकाहीँ शिक्षक टाउको दुख्या हुन्छ, क्लासमा टाउको दुखेर क्लासमा सुतिरहेको हुन्छ नि त। शिक्षक पनि मान्छे हो के? त्यो अवस्थामा उसलाई एकछिन रेस्ट गर्यो भने तपाईँहरू के गर्नुहुन्छ? ल हेर, यस्ता सरकारी स्कुलका शिक्षक भनेर अनि के गर्नुहुन्छ? मिडियामा हाक्नुहुन्छ। तपाईँहरू शिक्षक होइन, तिनीहरू भन्नुहोस् जसले गर्यो, मैले गरेको छैन। एकछिन 20 गतेदेखि एकछिन न म्याम, चैत्र 20 गतेबाट सुरु भएको शिक्षकको आन्दोलनमा सुरुदेखि नै मैले फलोअप गरिरहेको छु। तपाईँले हेर्नुहोस् शिक्षकहरूको प्रतिभालाई। एकछिन न, तपाईँ सुन्नु, तपाईँ मेरो कुरा सुन्नुहुन्छ सुन्नुहुन्न भन्नुहोस्? तपाईँलाई कक्षामा के तपाईँ मेरो कुरा सुन्नुहुन्छ कि सुन्नुहुन्न? 40 लाखले हेरिसके, अब फेरि आज त्यही क्वेसन किन? तपाईँ मलाई सुन्नुहुन्छ कि सुन्नुहुन्न? चैत्र 20 गतेदेखि एकछिन न, भाइरल हुनलाई भनेको कुरा होइन है। फेरि म भाइरल हुम्ला भनेर भनेको होइन, यथार्थ हो। यो आन्दोलनको मैदानमा आन्दोलनसँग सम्बन्धित भएर तपाईँ त सरकारसँग नजिक हुनुहुन्छ, अझै भनिदिनुहोस् त बरु हाम्रा चाहिँ माग मुद्दाहरूको विषयमा सरकारले हामीसँग कस्तो खालको भूमिका खेलेको छ त्यो कुरा सूचित गरिदिनुहोस् न हामीलाई। बरु तपाईँले कुन विषय अध्यापन गराउनुहुन्छ भनेर एउटा विषय 5 अक्षरको विषयको नाम तपाईँलाई भन्न यति किन अप्ठ्यारो म्याम? तपाईँलाई यति भन्नुहोस् न। क्वेसनसँग मलाई आपत्ति हो। कसरी आपत्ति? हरेक शिक्षकले जवाब दिएको छ म्याम, हामीलाई दिएको छ, अरूले जवाब दिएको छ हामीलाई। म त्यसको जवाब दिन्न। यो त्यो ठाउँ होइन। तपाईँलाई कुन विषय पढ्न मन लाग्छ भन्नुहोस् त? स्कुलमा आउनुहोस्, म त्यही पढाउँछु। तपाईँलाई पढ्न मन छ भने स्कुल आउनुहोस्, मेरो स्कुल आउनुहोस्। म कास्कीको नवीन माध्यमिक विद्यालयमा पढाउँछु, तपाईँ त्यहीँ आउनुहोस्। तपाईँलाई जुन विषय पढ्न मन लाग्छ म त्यही पढाउँछु। ल आउनुहोस् त्यहाँ। सुन्नुहोस् न, मेरो प्रश्नको मैले तपाईँलाई किन त्यो सोध्न खोजिरहे भन्दाखेरि नेपालका सामुदायिक विद्यालयमा म्याक्सिमम विद्यार्थीहरू फेल हुने भनेको अङ्ग्रेजी, गणित र विज्ञानमा हो। सुन्नुहोस् है, तपाईँले पढाउने विषयसँग कहाँ सम्बन्ध छ भने तपाईँ गणित विषय अध्यापन गराउनुहुन्छ भने तपाईँको विद्यालयमा तपाईँले आफ्ना गणित विषय पढ्ने विद्यार्थीहरूलाई कतिलाई पास गराउनु भएको छ भन्ने प्रश्न म त्यहाँबाट सोध्थेँ नि त म्याम। तपाईँ जवाफै नदिएपछि कसरी? तपाईँलाई मैले भनिसकेँ स्कुलको तपाईँले भन्दा के बिग्रिन्छ? डाटा लिन आउनुहोस् क्या स्कुलमा। किन आउनु पर्यो? हामी आन्दोलनको मैदानमा छौँ।
हामी आन्दोलनलाई कसरी सफल बनाउने विद्यालय शिक्षा विधेयकका बारेमा सोध्नुस् के तपाईँ किन तपाईँहरू आन्दोलनमा आउनु भएको छ त्यसो भए भन्नुस् त्यसो भए तपाईँले यो भन्नुस् कि डाटा यहाँ माग्ने होइन डाटा माग्न स्कुलमा आउनुहोस् स्कुलमा आउनुहोस् के डाटा माग्न तपाईँले के कुरा गर्नुभयो भने अन्तर्वार्ता लिँदाखेरि पनि हामीले दिएको टपिक बाहेक अरूमा प्रवेश नगर्नुहोस् भन्नुभयो यो कहीँ पनि हुँदैन र दोस्रो कुरा सुन्नुहोस् एकछिन दोस्रो कुरा तपाईँ कसरी अनावश्यक हुन्छ तपाईँले कुन विषय पढाउनुहुन्छ भनेर अनावश्यक कसरी हुन्छ म्याम कसरी हुन्छ कसरी होइन शिक्षक सेवाको एक्जाम हामीले हामी आयोग पास गरेर त्यसो भए इन्टरभ्यू दिनुपर्ने कारण के तपाईँलाई मैले कुन विषय पढाउँछु भनेर इन्टरभ्यू दिनुपर्छ तपाईँ के लोकसेवा आयोगबाट आएको मान्छे हो शिक्षक सेवा आयोगबाट आएको मान्छे हो ओइगात गफ नगर्नुहोस् तपाईँहरू के अरे अनि शिक्षक सेवा आयोगको कुरा गर्नुहुन्छ किन हुँदैन हामी आयोग पास गरेर आएको मान्छे हौँ पत्रकारले सोध्न पाउँदैन भने तपाईँ कुन विषय पढाउनुहुन्छ तपाईँले पत्रकारलाई अंकुश लगाउँदै हुनुहुन्छ के म्याम अंकुश तपाईँले हामीलाई धज्जी उडाउन खोज्दै हुनुहुन्छ तर तपाईँको आफ्नो पत्रकारिताको धज्जी उडेको तपाईँलाई थाहै छैन उडेको छैन म्याम तपाईँहरूलाई सुरुदेखि सपोर्ट गरिरहेको हामीले अनलाइन टिभी नेपाललाई एकचोटि गएर हेर्नुहोस् कसको बेइज्जत गरेको छ त्यो हेर्नुहोस् तपाईँले अस्ति तपाईँले एउटा म्यामलाई क्वेसन सोध्नुभयो कुन मिडिया म जान्दिनँ क्या हामी मिडियालाई एकै ठाउँमा एकछिन उहाँले के भन्नुभयो तपाईँहरू कुन मिडिया भन्नुभयो तपाईँले कुन मिडिया भनेर पत्ता लगाउनु पर्यो तपाईँको दायित्व हो नि त त्यो त अनि तपाईँले चाहिँ डाटा पत्ता लगाउन मेरो विद्यालय आऊ भन्ने अनि तपाईँले कुन मिडिया भनेर नपत्ता लगाउने कान नखिच्ने मिडिया पनि छ नि यहाँ तपाईँले त्यो पत्ता लगाउनु पर्यो नि त अनि अनलाइन टिभी नेपाल यसरी हेर्नुहोस् अनि थाहा पाउनुहोस् तपाईँले त्यो क्वेसन नसोधेको भए मैले सबै मिडियालाई एकै ठाउँमा हालेर हेर्ने थिइनँ फेरि तपाईँले पनि त्यही क्वेसन सोध्नुभयो क्या त्यसो भए यो भन्नुहोस् यो विषय छोडिदियो अहिले त्यसमा तपाईँले यो भन्नुहोस् कि मलाई एकजना साथीले यो प्रश्न शिक्षकलाई सोध्दै भनिदिनु भएको छ के भन्नुभएको छ भने कक्षा 12 पछिको सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी किन मलेसिया साउदी जाने अवस्था आएको छ किन यो देश छोड्नुपर्ने स्थिति आएको छ ब्याचलरको लेभलको पढाइ किन यो देशमा मैले गर्न पाइरहेको छैन भनेर तपाईँहरूले सोधिदिने भनेको छ ल किन यस्तो भइरहेको छ त्यसैका लागि बल्ल तपाईँ सुन्नुहोस् तपाईँ बल्ल पोइन्टमा आउनुभयो तपाईँले सोध्ने प्रश्न बल्ल यो म आउने नै थिएँ के म्याम तपाईँले भनिराख्नु पर्दैन नि म्याम पत्रकारिता गरिरहेको छ हामीले मलाई सुन्नुहोस् तपाईँले मलाई क्वेसन सोध्नु भएको छ नि हो नि किन यस्तो हुन्छ भने 28 सालको हाम्रो पञ्चायती शिक्षा ऐन त्यो व्यवहारिक छैन त्यो सैद्धान्तिक छ गरी खाने शिक्षा 28 सालको शिक्षा ऐनले हामीलाई दिएको छैन 12 पास गर्ने बेलामा उसलाई एउटा जीवन उपयोगी र गरी खाने सिप दिने खालको शिक्षा हामीले दिन सक्थ्यौं भने ऊ बाहिरिन पर्थेन क्या बुझ्नुभयो नि तर हाम्रो त्यो 28 सालको ऐनले आज आएर 82 सालमा पनि हामी त्यसैले काम चलाउँदैछौँ संविधान 72 सालमा संविधान बनिसक्दा 10 वर्ष हामीसँग चाहिँ ऐन बन्दैन यो ऐनमा हाम्रा युवाहरूलाई बिकाउने होइन क्या 28 सालको ऐनले युवा बिकाउ छ हामी युवालाई यहीँ टिकाऊ भनेर नयाँ अग्रगामी ऐन माग्नका लागि आछौँ के त्यो कुरा तपाईहरुले बुझिदिनु पर्यो सामुदायिक विद्यालयको गरी खाने शिक्षा नहुँदा र त्यो गरी खाने शिक्षा फेरि स्वयं व्यक्तिले शिक्षकले मात्र दिने होइन नि त्यो त सरकारले व्यवस्थापन गर्दै आउनु पर्यो ऐन ल्याउनु पर्यो त्यही अनुसारको पाठ्यक्रम डेभलप गर्नु पर्यो त्यही अनुसारको विषयवस्तु हामीलाई दिन पर्यो अनि पो हामी त्यहाँ चाहिँ कक्षा कोठामा त्यो अनुसारको प्रेजेन्टेसन हामीले गर्न सक्छौँ सरकारले बनाएका कानुन परिपालन गर्ने हामी छौँ अनि शिक्षकलाई मात्रै तपाईहरुले दोषी दिनु यो हाम्रो ऐन व्यवहारिक छैन गरी खाने सिप दिने जीविकोपार्जन र जिउने कला सिकाउने खालको हाम्रो ऐन छैन त्यही ऐन यहाँ जारी गर्नका लागि हामी सडकमा 29औं दिनदेखिबाट लडिरहेछौँ के त्यसो भए जिल्ला स्तरीय परीक्षामा कतिपय विद्यालयमा नील छ नील त्यो नील हुनमा त शिक्षक दोष